हेलो एन्ड नमस्ते व्हाट्सअप गाइज वेलकम टु माई न्यू ब्लग हैन सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु हो। अन्त म चाहिँ अलिकति जाँदैछु हैन। अनि म चाहिँ आज यहाँ छोटो इन्फर्मेसन भिडियो लिएर आएको। अनि त्यो इन्फर्मेसन चाहिँ के को भन्दाखेरि हैन टिआरसीको बारेमा मैले लिएर आइरहेको छु आज चाहिँ हो। अनि यो भिडियो चाहिँ मैले अब धेरै पछाडि भिडियो बनाउँदैछु किनकि म अलिक बिजी थिएँ हैन, त्यही भएर पनि हो। कामको काम भएर म अलिक बिजी भएर भिडियो बनाउनु पाएको थिइनँ र आज मैले भिडियो बनाउँदैछु हो। अनि तपाईँको टिआरसीको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि डकुमेन्टहरू चाहिँ मेनली चाहिँ तपाईँहरू इसिसी रिपोर्ट लिएर आउनुहोस् हैन। अन्त तपाईँको कन्ट्याक्ट पेपरहरू हुन्छ हैन, कन्ट्याक्ट पेपर तपाईँको कम्पनीले दिन्छ हो। अनि जुनसुकै जहाँसुकै देशबाट आयो भने जस्तो साउदी, कतार, दुबई, नेपाल, इन्डिया जहीँबाट आयो भने हैन तपाईँहरूले पिसिसी रिपोर्ट चाहिँ हैन एजेन्टलाई माग्नुहोस् हैन। तर त्यो कुनै पिसिसी चाहिँ तपाईँको पछाडि स्ट्याम्प हानेको हुँदैन, त्यो मजाले चेक गर्नुहोस् हैन। स्ट्याम्प हानेको त्यो लिएर आउनुहोस् हो। त्यो स्ट्याम्प हानेको यहाँ चाहिन्छ हैन। त्यो त्यो स्ट्याम्प हानेको भएन भने चाहिँ तपाईँलाई कि त नेपाल फर्काइदिन्छ कि त अब त्यस्तै अब मिल्ने अब चिनेको छ भने चाहिँ हो अब तपाईँलाई यहाँ राख्छ हैन। उहाँले कुरा मिलाएर हो, नभए त तपाईँलाई घरै पठाइन्छ त्यस्तो हुन्छ हो। मलाई पनि झन्डा नै पठाइदिएको तर मैले चाहिँ मगाएर अनि कति त्यस्तो 10-15 दिन जस्तो चाहिँ म चाहिँ बसेँ यहाँ रुममै। अन्त त्यस पछाडि फेरि सबै मेरो रिपोर्टहरू सबै मिलेर डकुमेन्टहरू सबै फाइलमा भरेर अनि मात्रै काममा लागेको म हैन। तपाईँहरूले मेरो पहिलाको भिडियो हेर्नु भएको छ भने चाहिँ थाहा होला सायद हैन। अनि त्यही हो हैन, पिसिसी रिपोर्ट अनि त्यहाँ कन्ट्याक्ट पेपरहरू यता सबै त्यो पेपरहरू त त्यो उता कम्पनीले दिन्छ हैन तपाईँको वर्क पर्मिटहरू यता। अनि पिसिसी रिपोर्ट चाहिँ माग्छ उनीहरूले हैन। अनि पासपोर्ट माग्छ हो, त्यो चाहिँ देखाउनु पर्छ न। त्यो देखाए पछाडि तपाईँको अनि ठक्क भ्यालिड भएर तपाईँले साइन हान्नुपर्छ। साइन हाने पछाडि तपाईँको कति कम्ती पनि 26 दिनदेखि 30 दिन 1 महिना भनौँ न, 1 महिनाभित्रमा पनि तपाईँले टिआरसी पाउनुहुन्छ। म चाहिँ बसमा पनि चढिसकेँ हैन। बसमा जाँदैछु हो, ठक्क अगाडि बसेको हैन यहाँबाट सर अहिले घर जाँदैछु हैन। आज चाहिँ मलाई छुट्टी थियो बस्दै हो हैन। म काम गर्ने ठाउँ चाहिँ पर छ है, त्यो सिडीबाट मात्रै जानुपर्छ हैन, पर छ हो। This is a nice man, good man. Subscribe, like. मैले चाहिँ भर्खर एउटा अनलाइन पर्सन भेटेँ होइन, राम्रो छ हो मान्छे पनि चिन्दिनँ त्यो भर्खरै। अन्त मेरो चाहिँ आज छुट्टी भयो होइन। अनि हुन चाहिँ मेरो 11 बजी छुट्टी हुनुपर्ने होइन। अनि तर बोसले चाहिँ मलाई 9:30 बजी नै छुट्टी दियो होइन। अहिले चाहिँ 9:30 बजिरहेको छ। अनि मेरो भोलि मर्निङ ड्युटी छ, फेरि हो 7 बजेको ड्युटी छ। म चाहिँ बस स्ट्यान्ड पनि आइपुगेँ होइन। त्यो चाहिँ मेरो बस स्ट्यान्ड हो, 1A 2B 1A 1B 2A त्यस्तो रहेछ होइन। अनि मेरो चाहिँ 1A को बस हो होइन। मेरो चाहिँ अहिले बस्ने ठाउँहरू छ हो, रुम छेउछाउमा आइपुगेँ हो। बसबाट भर्खर झरेँ होइन म, अब रुम जाम हो। अनि मैले अघि दही किनेको थिएँ, दही भन्दा पनि त्यो अर्कै टाइपको दही हुन्छ नि, त्यो कस्तो भन्नु अब तपाईँहरूलाई, त्यो क्रिमी टेक्स्चरको हुन्छ क्या त्यो। अब हाम्रो नेपालमा चाहिँ मैले देखिनँ पाइनँ पनि खाइनँ पनि होइन। यहाँ त्यस्तो पाउँछ क्या, ब्रेडसँग चाहिँ यस्तो दामी हुन्छ, टेस्ट हुन्छ क्या। अनि मैले त्यस्तो अघि दिउँसो नै किनिरहेको थिएँ होइन। अब त्यो गएर खाम हो। अन्त कफी पनि मन लाग्यो खाम न खलिअलि होइन। अनि अब हेरौँ केटाहरूले खानासाना बनाइदिइरहेको छ कि छैन होइन। अब यो बनाएर होला किनकि उयो एकजना साथीको अगाडि नै छुट्टी भएर थियो नि त, फिलिपिन्स साथीको। अनि उसले खाना बनाइदिएको जस्तो लागिरहेछ मलाई होइन। त्यही पनि गएर हेरौँ होइन। त्यही पनि मैले रेस्टुरेन्टमा खाएर आएको थिएँ होइन, भोक त लागेको छैन। त्यही पनि अब भयो खाना बनाइरहेको छ नि त भरेतिर होइन, खाउँला। अन्त त्यही हो होइन। म चाहिँ त्यही भन्छु हो, तपाईँहरू आउँदाखेरि होइन त्यो जहीँबाट आए पनि होइन प्लिज होइन पिसिसी रिपोर्ट चाहिँ लिएर आउनुहोस् होइन। अनि त्यो पिसिसी रिपोर्टहरू पनि चेक गर्नुहोस् होइन, फेक हो कि ओरिजिनल हो होइन। किनकि मेरो मात्रै होइन यहाँ होइन, कतारबाट अनि दुवैजना कतारबाट आइरहेको थियो होइन। एकजना चाहिँ निस्केर उसको वाइफ भएको ठाउँमा गयो हो, भर्खरै रिजाइन हानेर। एकजना चाहिँ छ होइन, उनीहरू पनि कतारबाट आउँदाखेरि उनीहरूलाई त्यो एजेन्टले पिसिसी रिपोर्टै दिएको छैन क्या। कोही चाहिँ के भन्छ भने हामीले पिसिसी रिपोर्ट डाइरेक्ट पठाइदिएको छौँ भन्छ हो। त्यो भए पछाडि अनि अब ढुक्क भएर आइन्छ होइन। भरे यहाँ आउँदाखेरि पिसिसी रिपोर्टै हुँदैन क्या। पिसिसी रिपोर्ट नभए पछाडि
तपाईँहरूलाई काममा लाउँदैन। अनि काममा नलागेपछि अनि अब के गर्नु, अब घर जानु त भएन, त्यत्रो ऋण तिरेर आए पछाडि अब सबैजनाले अब होइन यो आफ्नै पैसाले त आउँछ जस्तो लागेन मलाई। ऋण त गरेको हुन्छ अलि न अलि होइन, अनि त्यो ऋण तिरेर आए पछाडि अनि सोच्नु त आफै त्यस्तो फर्केर जानु, त्यत्रो आइसके पछाडि एउटा पेपरले गर्दा फर्केर जानु आफू घर, सोच्नु त आफै। त्यही भएर चाहिँ होइन पिसी रिपोर्टहरू माग्नुहोस् होइन, चेक गर्नुहोस् हो। अनि पासपोर्टहरू हातमा रिसिभ गर्नुहोस् होइन, पासपोर्टहरू रिसिभ गरेर अन्त मात्रै होइन यहाँ आउनुहोस्, आएर ढुक्क हुनुहोस् हो। अनि आए पछाडि यहाँ त काम त अब होइन, काम त त्यस्तै हो, साह्रो गाह्रो हुन्छ नि होइन। सुरुमा चाहिँ अब ल्याङ्ग्वेज आउँदैन होइन, ल्याङ्ग्वेज नआए पछाडि अब उनीहरूले के भन्छ के गर्छ होइन बुझिँदैन हो, आफूलाई हेपे जस्तो लाग्छ होइन। तर त्यस्तो हुँदैन हो, उनीहरूले त्यस्तो उनीहरूको नेचरै त्यस्तो खालको हुन्छ, तर त्यो हेपेको होइन होइन, आफूले बुझिँदैन र हेपेको जस्तो लाग्छ। तर त्यो हेपेको होइन, किनकि सुरुमा मलाई त्यस्तो लाग्थ्यो हो, तर पछि चाहिँ बुझ्दै जाँदाखेरि चाहिँ होइन उनीहरूले अब मलाई जस्ट ल्याङ्ग्वेज नआएर चाहिँ अलिक प्रब्लम भएर चाहिँ मलाई त्यस्तो फिल भएको रहेछ। तर त्यस्तो गरेको होइन रहेछ। अहिले त साह्रै माया गर्छ उनीहरूले, कोही बेला होइन के हुन्छ नि हो, जुसहरू यतातता के खानेकुराहरू खाइबस्छु म हो बारमा पनि। जेस राम्रो छ मेरो पनि होइन, तपाईँहरू चाहिँ प्लिज होइन त्यही हो, म चाहिँ त्यति नै भन्छु हो। पिसिसी रिपोर्ट र पासपोर्ट चाहिँ हुनै पर्यो होइन, अरू डकुमेन्ट चाहिँ यहीँबाट दिइहाल्छु तपाईँहरूलाई हो। अनि एजेन्टले उताबाट फरवर्ड गरेको डकुमेन्टहरू उनीहरूसँग पुलिस सरसँग त्यहाँ अगाडि नै अलरेडी हुन्छ हो। अनि तपाईँहरू यहाँ ल्यान्ड भए पछाडि अनि तपाईँलाई कम्पनीले वर्क पर्मिटहरू त्यहाँ दिन्छ, वर्क पर्मिटहरू दिए पछाडि त्यो एउटा फाइल हुन्छ, फाइलमा दिए पछाडि तपाईँ टक्क पुलिस स्टेसन जानुपर्छ। पुलिस स्टेसन गए पछाडि त्यहाँ तपाईँहरूले सुरुमा टोकन लिनुपर्ने हुन्छ होइन, टोकन काटेर कति नम्बरमा आउँछ होइन, अन्त ठक्क भित्र गएर उनीहरूले अनि त्यो पिसिसी रिपोर्ट र पासवर्ड माग्छ हो। अनि उनीहरूले हेर्छ, हेरेर डेटहरू चेक गर्छ, डेटहरू चेक गरेर स्ट्याम्प चेक गर्छ, स्ट्याम्प चेक गरे पछाडि तपाईँको ओरिजिनल छ भने राम्रो छ भने सबै ठिक छ भने तपाईँलाई एउटा वाइट पेपर दिन्छ हो। वाइट पेपर चाहिँ तपाईँलाई त्यो कस्तो भनौँ अब एकछिनको लागि हल्का यताउति त्यो हुन्छ नि, कसैले रोकटोक त्यो नर्मली होइन, कसै पुलिसहरूले तपाईँहरूलाई अब चेक गरिहाल्यो भने होइन तपाईँले त्यो वाइट पेपर देखाएर चाहिँ तपाईँहरूलाई त्यो लिगल तरिकाले बस्न सकिन्छ। अनि जब तपाईँको 1 महिना नभए कतिको 26 दिनमा आउँछ, कतिको 1 महिनामा आउँछ होइन। अनि त्यो डेट सके पछाडि अनि तपाईँहरूले टक्क गए पछाडि अनि तपाईँले पासपोर्ट सो गर्नुपर्ने हुन्छ। अनि तपाईँले त्यो वाइट पेपर जुन पेपर दिन्छ नि त्यो वाइट पेपर दियो, अनि त्यस पछाडि तपाईँलाई टिआरसी कार्ड टक्क पाइहाल्छ। यति नै हो होइन। अनि म चाहिँ केटाहरूले खाना बनाइदिएको रहेछ है त, हेरौँ है त के बनाएको रहेछ। आलुको झोल के गर्नु, भात यहाँ आलुको झोल हो। अनि अब यहाँ नेपाल दाजुभाइ भएको थियो भने त अब होइन अरू नै खालको सब्जी खाइन्थ्यो होला होइन, आलुकै झोल भए पनि होइन, आलुको झोल भए पनि त्यो के भन्छ अलिक हुन्छ नि नेपाली स्टाइलमा खाइन्थ्यो होला। तर मसँग चाहिँ अब सब होइन अरू केटाहरू छ, त्यही भएर चाहिँ यस्तो छ खानाहरू हो। तर मैले खाना बनाइसकेँ ल, त्यस्तै हो होइन। अब खान्छ नखा यो हो क्या, यस्तो खालको हुन्छ होइन, दामी हुन्छ मजाको। दही नै हो भनौँ न, दहीमा त्यहाँ अब के त्यो मिसाएको हुन्छ हो, आफै बुझ्नुहोस् मिलाएर। ल अब म खानसाना खान्छु होइन। अनि यति नै हो होइन। म तपाईँलाई टिआरसी देखाउँछु है त मेरो। टिआरसी चाहिँ यस्तो हुन्छ होइन, हाम्रो यो नेपालमा त्यो परिचय पत्र अहिले नयाँ निस्केको छ नि, थाहा छ तपाईँहरूलाई, त्यो के भन्छ डिजिटलवाला कि के भन्छ नि त्यस्तो हो, त्यस्तै हुन्छ क्या यहाँ टिआरसी भनेको। अन्त पछाडि अब यहाँ कति महिनाको काम गरिन्छ नि त्यो महिनाको उनीहरूले के भन्छ बनाइदिएको हुन्छ। 6 महिनाको भने 6 महिनाको बनाइन्छ होइन, 1 वर्षको भने 1 वर्षको बनाइन्छ, 2 वर्षको भने 2 वर्षको बनाइन्छ क्या टिआरसी। अनि पछि तपाईँहरूले अब काम चेन्ज गर्नु भने अर्को कम्पनीमा गयो भने अर्को कम्पनीले बनाइन्छ क्या, त्यस्तो हुन्छ क्या। अनि आजको ब्लग यति नै भन्छु म होइन। सबैजना लास्टसम्म हेरिदिनु होला। बाई बाई, टेक केयर र लाइक सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होइन।